आजको यो भिडियो नयाँ आउने भाइ बहिनीहरूका लागि भन्दा पनि जापान आएको 3-4 वर्ष भइसकेका सेन्पाइहरूका लागि हो। यदि यी तीनवटा कुराहरू अहिलेसम्म पनि छैन भने तपाईहरू अहिले नै यो भिडियो बन्द गरेर सुटकेस प्याक गरेर नेपाल जाने तयारी गर्दा हुन्छ। आउनुस् यी तीनवटा कुराको बारेमा थोरै जानौँ है त। नम्बर 1 मा छ जापानिज कल्चर, ट्रेडिसन, हैन यहाँको खाना रहनसहन। तपाई जापान आएको 3-4 वर्ष भइसक्यो, सेन्मन गाक्कोको आधा उधी अथवा सोचियो भइसक्नुभयो, तर पनि तपाईलाई अझैसम्म जापानिज भाषा गाह्रो लाग्छ, यहाँको कल्चर एडजस्ट गर्न गाह्रो भइरहेको छ, खानेकुराहरूमा मिल्दैन, तपाई एकदमै धेरै बिरामी पर्नुहुन्छ भने तपाईका लागि जापान होइन। तपाई आफ्नो तयारी गरेर सकेसम्म छिटो नेपाल फर्किने तयारी गर्दा हुन्छ। जापान यस्तो देश हो जहाँ जापानिज भाषा अनिवार्य हो, यहाँको कल्चर मान्नुपर्ने अनिवार्य हो, यहाँको खाना चाहिँ तपाईले खानै पर्छ। तपाई नेपाली खाना नेपालको जस्तो खाना खान्छु भनेर मिल्दैन। नम्बर 2 छ, यो अझै इम्पोर्टेन्ट छ 1 नम्बर भन्दा। जापान आउने जो कोहीले पनि आफ्नो दराजबाट 15-20 लाख निकालेर खर्च गरेर जापान आउँदैन। धेरै थोरै ऋणदान गरेको हुन्छ, 15-20 लाख माइनसमै भएर जापान आउँछ, चाहे तपाई जुनसुकै भिजामा आउनुहोस्। तर तपाई आएको 3-4 वर्ष भइसक्यो, तर तपाईले अनेक बहानामा त्यो पैसा तिर्न सक्नु भएको छैन, तपाई माइनसबाट उठेर प्लसमा पुग्नु भएको छैन, ऋणदान तिरेर अलिकति धेरै थोरै सेभिङ गर्न थाल्नु भएको छैन भने तपाईका लागि जापान होइन। बहाना अनेक बनाउन सकिन्छन्, अपर्च्युनिटी खोज्दै दौडिने हो। अपर्च्युनिटीले तपाईको ढोका कहिले पनि ढकढकाउँदैन। तपाई अझै पनि माइनसमै हुनुहुन्छ भने एकचोटी सोच्नुस्, यो भिडियोलाई 2 चोटि हेर्नुस्, तर नेपाल फर्किने तयारी चाहिँ गर्नुस्। नम्बर 3, सेभिङ र इन्भेस्टमेन्टको कुरा भन्दा यति मिठो सुनिन्छ, गर्न त्यतिकै गाह्रो छ। तपाईहरु जापानमा बसेको 3-4 वर्ष भइसक्यो, अहिले पनि तपाईको इन्कम भन्दा एक्सपेन्स धेरै हुन्छ, तपाईले कमाएको भन्दा खर्च धेरै भइरहेको छ भने तपाईका लागि जापान होइन। अझ तपाई जति वर्ष बस्दै जानुहुन्छ, यो कुराले तपाईलाई त्यति थिच्दै जान्छ, खर्चले थिच्दै जान्छ, आम्दानी कम हुँदै जान्छ। तपाईको अझै पनि आम्दानी भन्दा खर्च धेरै गर्ने बानी छ, जेसुकै बहानामा खर्च धेरै भइरहेको छ भने जापान तपाईका लागि होइन, बरु आफ्नै देश फर्कनुस्, फरक तरिकाले जिन्दगी अगाडि बढाउनुस्। थ्यांक यू।